के तपाईँको पनि नेकमा यस्तो खालको साइन देखा पर्न थालेको छ कि घाँटीको वरिपरि यस्तो खालको सिग्नल देखा पर्न थालेको छ कि दैनिक तपाईँको पनि बेली यसरी बढिरहेको छ? यो साइन हो तपाईँको वेट बढिरहेको छैन कि तपाईँको कोर्टिसोल लेभल हाई भइरहेको छ। एकैछिन ध्यान दिएर सुन्नुहोस् है, म तपाईँको कोर्टिसोल लेभललाई कसरी डाउन गर्न सकिन्छ त्यसको लागि म तपाईँलाई टप सिक्रेटहरू बताउन गइरहेको छु। क्रोनिक फटिग, पुअर स्लिप, भोकलाई कन्ट्रोल गर्न नसक्नु र सुगर क्रेभिङलाई अन्दाज गर्न नसक्नु, यी सारा समस्याहरू हुनुको एउटै मात्र रिजन हो कि तपाईँको कोर्टिसोल हाई। कोर्टिसोल तपाईँको बडीको एउटा स्ट्रेस हर्मोन हो। यदि यो धेरै लामो समयसम्म हाईमा नै रहिरह्यो भने तपाईँको बडीले फ्याट स्टोर गर्न सुरुवात गर्छ। जब तपाईँको बडी फ्याट बन्दै जान्छ तब तपाईँको थाइरोइड स्लो फङ्सन मोडमा परिणत हुन्छ। सधैँ कोलेस्ट्रोल हाई देखाउँछ, फ्याटी लिभर हुने चान्सेस धेरै हुन्छ, हाई ब्लड प्रेसर र डायबिटिज हुने सम्भावना धेरै हुन्छ। यस बीचमा म तपाईँलाई अत्यन्तै इम्पोर्टेन्ट जानकारी के गर्न चाहन्छु भने प्राय मानिसहरू अज्ञानताको कारण यस विषयमा अनभिज्ञ हुनुहुन्छ, जसलाई म क्लियर गर्न चाहन्छु। यदि तपाईँले आफ्नो कोर्टिसोल लेभललाई डाउन गर्न चाहनुहुन्छ भने सबैभन्दा पहिला तपाईँले लिभरको समस्यालाई ठिक गर्नुपर्ने हुन्छ। तपाईँको कोर्टिसोल लेभललाई डाउन गर्नको लागि तपाईँको लिभरको ठुलो रेस्पोन्सिबिलिटी हुन्छ। यदि तपाईँको लिभर चाहिँ विभिन्न टक्सिन र फ्याटहरूले ब्लक गरिदियो भने तपाईँको लिभरले राम्रोसँग आफ्नो रेस्पोन्सिबिलिटी निर्वाह गर्न सक्दैन। यदि तपाईँको लिभरले राम्रोसँग आफ्नो जब गरेन भने तपाईँको कोर्टिसोल ब्लडभित्र नै धेरै लामो समयसम्म रहने गर्छ। याद गर्नुहोस् कि तपाईँको ब्लडलाई फिल्टर गर्ने काम लिभरले गर्छ। यदि तपाईँको लिभरले राम्रोसँग ब्लडलाई फिल्टर गर्न सकिरहेको छैन भने तपाईँको बडीमा यस्तो एउटा सिग्नल दिन थाल्छ कि तपाईँको बडी डेन्जर सिग्नलतिर जाँदैछ। तपाईँको बडीमा फ्याट स्टोर गर्न सुरुवात गर्छ र तपाईँको इनर्जी लुज हुन थाल्छ र तपाईँले अनिन्द्राको महसुस गर्न थाल्नुहुन्छ। यस, तपाईँले सही सुन्नुभयो, हाई कोर्टिसोलले तपाईँको लिभरलाई ड्यामेज गरिरहेको छ। तर तपाईँ चिन्ता नगर्नुहोस्, मसँग यस्तो एउटा प्लान बेस्ड सिस्टम छ जसको प्रयोगबाट धेरैजनाले आफ्नो कोर्टिसोल लेभललाई डाउन गर्न सफल हुनुभएको छ। धेरैजनाले लिभरको समस्याबाट मुक्ति पाउनु भएको छ, थाइरोइडको समस्याबाट मुक्ति पाउनु भएको छ, डायबिटिजलाई कन्ट्रोल सँगसँगै वेट लुज गर्नको लागि पनि धेरैजना सफल हुनुभएको छ। याब्रामाट यस्तो एउटा प्लान्ट हो जसले तपाईँको शरीरको क्यान्सर भन्दा बाहेक अन्य धेरै समस्यालाई रिभर्स गर्न सक्छ। त्यसैले अर्जेन्टिना लगायत अमेरिका जस्तो देशहरूमा यो पातलाई गडेज लिफ भनेर पुकार्ने गरिन्छ। तपाईँको लिभरलाई क्लिन गर्नको लागि ठुलो मद्दत गर्नेछ। तपाईँको बडीबाट टेन्सनलाई रिलिज गरिदिन्छ, तपाईँको लिभरको समस्यालाई फ्लस गरिदिने काम गर्छ। अब तपाईँको काम यति मात्रै हो कि तपाईँको बडीको प्रब्लमको रुट कज के हो भन्ने कुरा पत्ता लगाउनु आवश्यकता छ। यदि तपाईँले रुट कज पत्ता लगाउनु भयो र सोलुसन चाहनुहुन्छ भने कृपया कमेन्ट बक्समा गएर सोलुसन टाइप गरेर पोस्ट गर्न नभुल्नुहोला। आई एम अलवेज रेडी टु हेल्प। थ्याङ्क यू।